नेपालीहरू यो युरोपको नाममा भनेको घरै पछि ठगिएका छन् हो। अहिले भनेको युरोपको लहर नेपालमा यति धेरै छ कि अनि सबैजना युवाहरू भनेको नेपालमा अब रोजगार छैन हैन। अनि त्यसो हुँदाखेरि विदेश जानु पर्यो। वास्तविकता यही हो क्या। अस्ति भनेको डिबी लटरी जब स्थगित गर्ने निर्णय भयो नि त्यतिखेर भनेको धेरैजनाको मैले न्युज हालेको थिएँ, ठिक्क भयो विदेश किन जाने यताउता भनेर कमेन्ट त देखेँ हैन। तर जब डिबी खुल्छ नि डिबी खुलेको बेला भनेको 12-15 लाख भनेको डिबी भर्नको लागि आउनुहुन्छ, डिबी भर्नुहुन्छ प्रत्येक वर्ष क्या। अनि त्यो कमेन्टमा आएर जतिले पनि विदेश किन जाने त विदेशको दलाल विदेश लान भनेर मलाई गाली गर्नुहुन्थ्यो नि, उहाँहरू पनि सायद लाइनमा बसेर डिबी भर्नु भयो क्या। किनकि वास्तविकता त्यही हो। अस्ति भनेको सन्तोष पन्तज्यूले एउटा के भन्नुहुन्थ्यो भन्दाखेरि अहिले जतिले पनि डिबीको विरोध गर्छन्, विदेशको विरोध गर्छन्, यदि अमेरिका आएर म तिमीहरूलाई लान्छु भन्यो भने 90% नेपालीहरू लाइनमा बस्छन्, जानको लागि तयार हुन्छन् भनेर भन्नुहुन्थ्यो। उहाँको कुरा मलाई एकदम ठिक लाग्यो क्या। किनकि नेपालमा अब अपर्च्युनिटी छैन। हेर्नु, गफले मात्र हुँदैन, पैसा कमाउनु पऱ्यो, आफ्नो जिन्दगी चलाउनु पऱ्यो, परिवार पाल्नु पऱ्यो, एउटा बाध्यता छ नि त, बालबच्चा पढाउनु पऱ्यो। त्योबाट धेरैजना नेपालीहरू भनेको अहिले आकर्षण भनेको युरोपतिरको छ क्या। अनि अस्ति मैले एउटा भिडियो हालेको थिएँ। म जब नेपालमा बस्ने क्रममा पनि विभिन्न त्यहाँ ठाउँमा कुरा गर्दाखेरि दाइ मेरो यो फसेको छ, भाइ मेरो यस्तो भएको छ, यसले लगिदिन्छु भन, यो पैसा यति खायो भनेर कतिजनाले मलाई कम्प्लेन गर्नुभएको थियो। अनि मैले एउटा भिडियो बनाएको थिएँ क्या। त्यतिखेर पनि भनेको युट्युबमा पनि भिडियो हालेको थिएँ, फेसबुकमा पनि, टिकटकमा पनि। अनि युट्युबमा पनि भनेको लगभग 2000 जस्तो कति कमेन्ट आएको रहेछ, फेसबुकमा पनि 2-3 हजार कमेन्ट, लगभग सबैतिर गएर 5000 जस्तो कमेन्ट आएको थियो। अनि मैले सबैजनाको कमेन्ट हेरेँ। कमेन्ट हेर्दाखेरि भनेको त्यहाँ लगभग 95% कमेन्ट भनेको जसले पैसा डुबाएर, मेरो पनि डुबेको छ, मैले गरेको यस्तो भयो उस्तो भयो, अहिलेसम्म 1.5 वर्ष भयो 2 वर्ष भयो छैन भनेर म्याक्सिमम कमेन्ट मैले त्यही पाएँ। अब हेर्नु त, यही भिडियोमा पनि हेर्नु है त, कतिजनाले भनेको नामै तोकेर मैले यहाँबाट गरेको त्यहाँबाट गरेको, मेरो यति खायो त्यति खायो भनेर कमेन्ट पक्कै पनि गर्नुहुन्छ क्या। अनि अहिले यो अब युरोप जाने लहर त छँदैछ, सबैजनालाई नेपालभन्दा बाहिर जानु छ, आफ्नो भविष्य सुनौलो बनाउनु छ, परिवारलाई पाल्नु छ, बालबच्चा पढाउनु छ। तर यति धेरै ठगिनुहुन्छ कि त्यसो हुँदा तपाईँहरू एकदमै विचार गर्नु होला। मलाई पनि कति धेरै मेसेज आइरहेको हुन्छ, जस्तै अमेरिकाबाट पनि भनेको माछा कम्पनी छ अरे, सिप कम्पनी छ अरे, मलाई अफर लेटर आएको छ दाइ, यो छ त्यो छ, क्यानाडाबाट आएको छ होइन, जस्तै अब अस्ट्रेलियाबाट आएको छ, युरोपको यो देशबाट मलाई अफर आएको छ दाइ, सुरुमा पैसा यति जम्मा गर्नु पर्यो भन्छ, के गर्ने पैसा जम्मा गर्ने नगर्ने कति मेसेज गर्नुहुन्छ क्या। अनि म भनिदिन्छु, हेर्छु, हेर्ने बित्तिकै थाहा भइहाल्छ। म सोध्छु क्या सुरुमा, तपाईँले अप्लाई गर्नुभएको छ छैन, कहाँ भन्दाखेरि वाट्सएपमा पठाएको थियो, डाइरेक्ट उसले नि गरेर म तँलाई लान्छु भनेर भनेको भन्नुहुन्छ। हेर्नुहोस्, तपाईँलाई युरोप, अमेरिका, अस्ट्रेलिया, क्यानाडा कसैले पुरै म तँलाई लान्छु आइज भनेर लाँदैन क्या। अनि जतिले पनि, अनि धेरैजना चाहिँ फेरि ठगिने नजिकै आफ्नो चिनेकै मान्छेकोबाट ठगिनु हुँदो रहेछ क्या। जस्तै कोही आफन्त हुन्छ, यहाँ यो मान्छेलाई मैले चिनेको, म तँलाई भनिदिन्छु त्यहाँ भनेर, अनि उहाँ बापत पैसा जान्छ। अनि अन्तिममा अब आफन्तलाई भन्दा पनि मैले त त्यहाँ चिनेको थिएँ भनेको थिएँ, अब म के जान्नु त, पैसा त तैँले त्यसलाई दिएको नि त, मैले त जस्ट तेरै राम्रो होस् भनेर मैले त बाटो त देखाइदिएको नि भनेर। अनि अब के गर्ने हेर्नु त, यसरी यति धेरैले पैसा डुबाउनु भएको छ नि। त्यसो हुँदा तपाईँहरू एकदम विचार गर्नु होला, बुझेर मात्र, जानेर मात्र लिजिट हो कि होइन। अनि अहिले त भनेको उनीहरूको सोसल मिडिया हुन्छ, टिकटक हुन्छ, यो हुन्छ त्यो हुन्छ, त्यहाँ कमेन्ट हेर्नु होला। त्योभन्दा अगाडि लगेको छ कि छैन, कस्तो हो, रिभ्यू कस्तो छ, प्लस त्यहाँबाट गइसकेका मान्छे अगाडि छन् भने कसलाई पठाएको छ भनेर सोध्नु होला, त्यो जाने व्यक्तिसँग बुझ्नु होला, अनि मात्र गर्नु होला है। नभए अहिले भनेको यति धेरै घरै पछि गाउँै पछि मान्छे डुबाउने मात्र हुन्छ। तपाईँहरू एकदम यो कुरामा चाहिँ सतर्क हुनु होला। विदेशको नाममा, युरोपको नाममा अहिले एकदमै घरै पछि मान्छेहरू ठगिरहेका छन्। तपाईँ चाहिँ सतर्क हुनु होला, बुझेर मात्र पैसा दिनु होला है।